गाइज म चाहिँ आज यो माछा मार्नलाई भनेर यो पोखरीनिर जाँदैछु है। माछा मार्नलाई म चाहिँ आज केटाको कति माछा झिक्छन् त भन्ने कुरोमा म त एकदम डोमन परिरहेको छु। उहाँ माछा चलाइरहनु भएको होइन, अब झिकिन्छ झिकिन्न त्यो त थाहा भएन यार के छ भन्ने कुरो होइन। त्यति गहिरो ए यहाँ त 8 फुटको गहिरो छ त्यति त यहीँ अर्जुन त अस्तिमा तिम्रो टाउको दुख्छ हाम्रो टाउको दुख्छ भन्नुभएको थियो यार गहिरै रहन्छ ल यति रहेछ त्यसो भए खै माथि निकाल नाप्नु त कम्बर रहेछ 3 फुट आइछ के अनि हाम्रो घाँटी डुब्छ भनेको त्यही भन्नु म पुरै भरि जस्तो डुब्छ भयो हुन्न किन हुन्न भोलि यहाँसम्म हुँदा चाहिँ यता आउँदै डुबाउनु त एकजना। फाइनली हामीले चाहिँ अब डुबेर माछा निकाल्ने प्रोग्राम गरेर राख्यौँ होइन। हाम्रो नेपालको पहाडी भागमा चाहिँ एउटा यो पाल्पा जिल्लामा माछा पालन पोखराथोक चाहिँ माछा पालनमा यसरी गरिएको छ। ल भेनाजु ल डुब्नुहोस् ल केटाहरूले माछा झिक्ने काम जारी छ है। कसरी माछा यार भरे गाली सही हो टेका जाने एकजना जाली लिएर जानुपर्छ भित्र एकजना जाली लिएर जानुपर्छ। फाइनली यहाँ केटाहरूले चाहिँ अब माछा छोप्नु लागि जाली हाल्ने क्रम जारी छ। यहाँ हामीले कसरी माछा छोप्छौँ होइन गाइजहरू हेर्नु होला। कहाँ डोरो फाइनली केटाहरूले यहाँ चाहिँ जुक्ती लगाइराख्ने निकाल्ने भनेर जुक्ती लाउँदै हुनुहुन्छ है। गाइजहरूले चाहिँ निकाल्नको लागि जुन हेर्नु तिमी माथि माथि सागरको अरे यार अर्जुन हेर्नु त यस्तो भइसक्यो सामान भनेको लागि तपाईँको नेचुरल हान्दै खान मेरो सेता युगमा रातो आएको छ मास गर्ने यो चाहिँ टिमुर फलेछ रातै भयो यहाँ। उहाँ अङ्कल चाहिँ माछा लिनु भन्दै आउनुभएको निखिलको गाडी पनि यहीँ गयो खतम भयो। दोरो सारको रातो ल्याइदिनु रातो नै धेरै लामो कि यत्रै होइन हल्का स्टपमा रहन्छ। माछा छोप्नु लागि यहाँ तयारी हुँदैछ। यहाँ भट्टाभट पानी निकाल्दैछन् साथीभाइहरूले। ल निकालौँ पानी। यहाँ चाहिँ 1 कुन्टल माछा छ यो पोखरीमा। भेना जस्तो साइड दिनुहोस् त हल्का भलका आएन। 5 केजी माछा छ 5 केजी भन्दा 5 कुन्टल माछा छ यहाँ। केटाहरू लागि परिराख्ने माछा झिक्नलाई। राम्रो छोडा त्यसो भए अहिले के हामी यत्रो पानी फाल्यो नि आकाशबाट पुरै ढोक्ने पानी आउने अरे के पुरा पोखरी भरिदिने अरे। जोडले ठटाउ हैसे अहिले त अलि घटेको देख्यो अझै जानु। नातिकिन
उहाँ थाक्नुहुन्न कि जवान मान्छे थाक्नुहुन्न कि साइडबाट पनि तान्नु के भयो कसले यो चगरको अर्दिन सुस्त गर्नु नाच्नु सुस्त गरौँ न सुस्त बाल त के डोको बोक्नी त लिएर आउनु भयो बल्ल 80 बाल्टी केटाहरूले माछा खाने कार्यक्रम जारी राखेका छन् है केटाहरू हल्का पानी कम भयो भने अङ्कलले म आफै निकाल्छु भने सोध्नुहुन्थ्यो होला पानी कम भयो साझ बुढी खेलेर निकाल्छु भन्नुभएको थियो निकालम बल्ल मुख फुलिन्छ रे यसले त अडर दिने मात्रै छैन यत्रा त गरे हो लाग्यो मलाई लाग्छ पानी आयो ल हेर्नुहोस् एक माछाको लागि यहाँ कति बाच होइन बाल्टी गयो होइन यिनीहरूले भरेर दिन्छ नि त्यसरी फाल्दा त्रिपाल पनि च्यातिमा छिटो पनि हुन्छ भरेर साथ दिउन् है बाल्टी माछा गुभेट्यो माछा हो त्यहाँ त पानी जान्छ नि अब बल्ल माछा असली माछा जे भयो नि माछा भएको देखिन्छ कि जुलो भयो नि फत्लक त निक्लिनु पर्ने के अरे छैन यार भगवान् यार निक्लाम यार थत लेदो रहेछ यार छैन के माछा यार जान एउटो पर्दैन यार बल्ल अरे म कहाँ छैन कि यार पचिन अब त बजाम जम पानी फालो म त फाल्दैन फालै हुन्छ